साल मात्रै पुरानो भएर चाहिँ मन दुखेको होला है। साल नयाँ भएपछि सबै कुरा नयाँ होस् भन्दै नि मेरो नि साह्रो विचार। तेरो इच्छा म पुरा गरिदिन्छु नि, म बिहा गर्न आँटेको छु त आएको अन्त। ए अन्त तेरो बुढी उठाउनु होइन, तैँले त्यस्तै कुरा गरिस् कि हो खासमा चाहिँ होइन। ह्याप्पी न्यु इयर भन्नुपर्छ। र के छ विचार भन्दाखेरि चाहिँ रात पर्यो, जाडो भयो। हेलो आज सबै ओ दाजु एउटा दरा किन्देऊ न हौ। छोरालाई बिचमा हिँडाउँ हिँडाउनु छोरा तिमीले किनिदेऊ भने कहाँ मेरोमा पनि पैसा छ? छैन मेरोमा पैसा। टाउको गर्न आएको त्यही हो, ममा त डालिन्छ यार। धुलाई खायो पनि खायो होला सो। छोरा चाहिँ कुन चाहिँ त्यहाँको मुला अन्त मेरो टोटा त नि। ओइ भयो दादा यो बेगी हेर्न सुपारी जस्तो लाग्यो क्या, यो चाहिँ चप्पल पठाउला छ। तँ जस्तो खिचुवा पनि होइन, त्यो यसलाई पन्केर भन्दै खाने। हामीले दुनियाँ देखेको छौँ। देखेछ यो चाहिँ के हो अन्त तेरो बाउ हो? दुनियाँ कहाँ हो यो पार्कको त? आछि ए अस्ति सिलगढी भाडा याद छ त? दुनियाँ जम्परको दोकान अगाडि, जम्परको दोकान अगाडि भन्छ। सिलगढीमा अब त्यो विधान मार्केटमा कतिवटा छ नि जम्परको दोकान। नमस्ते। र फेरि पनि हाम्रो रवि सरलाई है एकदमै थ्याङ्क यू सो मच भन्दै यो मञ्चबाट हामी निक्लिनु आँटेको होला। बुबु लास्ट यता खतरा रहेछ नि। बुबु लास्ट र थ्याङ्क यू सो मच सबैजनालाई। गुड नाइट अनि एडभान्समा ह्याप्पी न्यु इयर। बाई। अनि वान्स अगेन कालिम्पोङको जोस सुन्नु मन लाग्यो मलाई। ह्याप्पी न्यु इयर। र हाम्रो यता सरको नामै आएन कि, म एकदमै सरी भन्न चाहन्छु। सरलाई पनि एकदम थ्याङ्क यू सो मच है। र तपाईँहरूले यति राम्रो मञ्च हामीलाई दिनुभयो है, आफ्नो कला देखाउने मञ्च प्लेटफर्म है। र हाम्रो रुदेन सर, हाम्रो एमएलए सरलाई पनि एकदम थ्याङ्क यू सो मच। नमस्ते सरलाई हाम्रोबाट र भन्दै सबैजनालाई गुड नाइट अनि ह्याप्पी न्यु इयर सबैजनालाई। धन्यवाद राजिङ बोर्ड।